पानी आएको छ, पानी घरि आउँछ घरि बन्द हुन्छ भनेपछि भगवान पनि खुसी छैनन्। घरि नल खोलिदिन्छन्, घरि बन्द गरिदिन्छन्। हो कि होइन गाइस? हामी चाहिँ अहिले चाहिँ कस्तो गरेको छ भन्दाखेरि हाम्रो 2 सिफ्ट चल्या, 3 सिफ्ट चल्या छ। बिहानको 1 सिफ्ट आउँछ अनि फेरि दिउँसोको 3 बजे आउँछ अनि हाम्रो सिफ्ट भनेको 9 बजे आउँछ। किन भन्दाखेरि हामी चाहिँ अब बिहान 8 बजीसम्म बस्नुपर्छ। सबैजना गइसके होइन। ल हेर्नु पानी आइरहेको छ, पानी झ्यामझ्याम तपाईँले पनि देख्नु भएको होला मोबाइलमा है। 2 वर्षमा एकचोटि या 2 चोटि पानी पर्यो कि यो ठाउँमा। यो न्योम सिटी भन्ने ठाउँ हो है। न्योम सिटी भन्ने ठाउँमा पानी कहिल्यै नपरेको। आज बिहानदेखि भने हिजोदेखिबाट पानी परेको है। ल हेर्न सक्नुहुन्छ हाम्रो काम गर्ने ठाउँ यही नै हो। ल हेर्नु काम चलिरहेछ, मजाले काम चलिरहेछ है। यो क्यामेरा ब्याक हुँदैन नै त। मैले हजुरलाई ब्याक भएको मैले ब्याक गरेर देखाइदिन्छु। मैले फ्रन्टबाट भिडियो बनाइरहेको छु। सावेलहरू 3टा सावेल चलिरहेको छ। अब के हुन लागेला गएर पनि चलाउन पर्छ बकेट। किनभने बकेटमा हात पसाल्यो भने होइन कायदा हुन्छ नि त। अनि यतापट्टि त्यहाँ आउँछ हाम्रो वर्कसप छ है। वर्कसप के को हो भन्दाखेरि डिजल वर्कसप हो क्या। भनेपछि डिजल वर्कसप भनेपछि ग्यारेज भयो यतापट्टि। ल यो ग्यारेज हो, यो ग्यारेज यो त अफिसहरू भए, अफिसहरू हो। फोटोले गर्दा दिएन। ल त त्यति भन्दै राखौँ न है।